हेलो गाइस, हामी चाहिँ अहिले के अरे माउन्टान जान लाग्यो होइन। सबैलाई गुड मर्निङ। यसो वालिङको माउन्टान पनि प्रमोट गरौँ, हेरौँ होइन। राम्रो छ, रमाइलो छ भन्नुभयो त सबैजनाले। सो हामी तिनजना रेफी अनि एकजना हाम्रो भाइ चाहिँ हाम्रो लाइभ क्यामराम्यान हाम्रो रामचोट फुटसल भन्ने एउटा पेज छ भाइको पेजलाई पनि सब्सक्राइब गरिदिनु होला होइन। अहिले हामी फलो गरिदिनु। अहिले हामी उकालो जाँदैछौँ हाम्रो दाइसँग, दिल दाइसँग। तल बगिरहेको छ आदि खोला सलल। बाटो तलबाट यो चाहिँ सोरेक मैदान जाने बाटो हो अरे होइन। यो चाहिँ माउन्टेन जाँदैछौँ हामी। आदि खोला तल त पक्रेछ। बाटो चाहिँ खतरा त्यहाँ चाहिँ यो बाटो पुरै ढलाइ पिच रहेछ। जाँदैछौँ हामी आज यो हेलो माउन्टान गाइस, माउन्टान दिल्लीको अटोमा सारा यो चट्ट पहाडको हरियाली, हाम्रो हरियो मकै हरियाली। बाटो चाहिँ एकदमै उकालो छ है गाइस। अलि यता आउँदै हुनुहुन्छ भने अलिकति जोस् राम्रो कन्डिसनको नयाँ बाइक स्कुटी लिएर आउनु होला, किनभने उकालो एकदमै वालिङबाट माथि चढेपछि सबै बजारबाट कटेपछि पुरै उकालै उकालो हो। त्यो उकालो पनि हेर्नु चाहिँ यस्तै पुरै ठाडै उकालो छ यस्तो। हाम्रै अटो 200 सीसीको अटो 200 अटोलाई त तान्नु यस्तो गाह्रो छ यो बाटोमा। भनेपछि अब अलिकति कन्डिसन नभएको गाडीहरू बाइकहरू चाहिँ गाह्रो छ आउनलाई। सो प्लिज आउँदै हुनुहुन्छ भने केयरफुल है गाइस। बाटो चाहिँ यस्तो ठाडो छ है। हाम्रो वालिङ सिटी पिङ्क सिटी यो नगरपालिकाभित्र परि लगभग नयाँ बन्ने घरहरू सबैले पिङ्क कलर गर्नै पर्यो, नत्र भने पास हुँदैन अरे। रमाइलो रहेछ। यो पहाडको राजाहरूको अड्डो। अहिले चाहिँ मकै राम्रो भएको रहेछ। यहाँबाट चाहिँ बाटो अलिक अफरोड रहेछ, अफरोड सुरु हुँदैछ। बाटो चाहिँ नराम्रो होइन। चाहिन्छ एक भित्र नगरपालिका गरम अलि पनि जान्छ भाइ। यो बाटो बनाउँदाखेरि म टिप्पर चलाएको थिएँ फर्स्ट टाइम त्यो डाँडा भनेर टिप्परमा। त्यही भन्दैन त म त भाइ त खतरा हो टिप्पर चलाइ
त्यो अगाडिको डाँडा हो बाहुनथान चाहिँ होइन। फाइनली गाइज हामी बाहुनथानको डाँडामा आइपुगेछौँ। अब चाहिँ माथितिर अझै माथितिर लाग्दैछ। भ्यू चाहिँ बबाल छ है ल। यस्तो त्यस डाँडा काँडामा आउनुको मजै अर्को छ। हरियाली हुन्छ डाँडाहरू। यो हाम्रो बजार यस्तो छ है। हिँड्दैछौँ दामी छ ठाउँ, चिसो पनि। आज यसो एकछिन रिफ्रेस भइदिउँ भनेर आएको हो डाँडातिर। यहाँ चाहिँ मेन गरी साँझतिर आउँदाखेरि राम्रो देखिन्छ। अझै डाँडामा बसेर साँझ बस्यो भने अनि तल चाहिँ वालिङ बजार, रामबाछा बजारहरू हेरेर रमाइलो मान्ने यो ल। यहाँ नि आउने यो खोलाको जस्तो सेप छ नि, त्यही सेपमा बादल देखिन्छ क्या। खोलाको माथि माथि हाम्रो वालिङ रामबाछा भन्ने यही हो। वालिङ रामबाछा सबसे पल्लो हाम्रो वालिङ बजार यो भयो। वालिङ बजार यहाँसम्म अनि यता चाहिँ रामबाछा। यो हाम्रो बाहुनथान। वाउ बाहुनथान वाउ। यो यस बाहुनथानको चौतारी राम्रो छ, ब्युटिफुल प्लेस। पोखरी पनि बनाएर छ त नि। अब असाढमा त पानी जम्मा हुन्छ होला यहाँ त।